कसैले मिठो बोलीले भनिरहेको गीतको समेत प्रस्तुत छ थुप्रैसँग तन्तया समारोहमा Poza mito boline de ane dinge loku kakshane ane sugushwa inja yashwale ngale आजको कार्यक्रमको प्रमुख अतिथि संस्कृति कार्यक्रम सभापति माननीय स्रोतज्ञज्यू आइसक्नुभएको छ। हामी सबैजनाले ताली बजाएर स्वागत गर्यौँ। स्वागत गर्नको लागि गर्छु। यो बारेमा सुनकारी गरिदिनुको लागि हार्दिक गर्छु।我们现在要欢迎邱组长。तथा प्रतिनिधिहरू स्वागत गरौँ। औपचारिक रूपमा सुरुवाती प्रतिनिधित्वका लागि कार्यक्रमका प्रमुख संस्कृति पर्यटन तथा
सभाध्यक्ष हामी जोशीज्यूलाई मानव मानेर उद्घाटन गरिदिनुका लागि हार्दिक गर्दछु। अब भने कार्यक्रमको कार्यतालिका अनुसार हामी राष्ट्रिय गाना गाउन गइरहेका छौँ र कार्यक्रममा राष्ट्रिय गाना बजाउनको लागि डिजे समूहलाई म अनुरोध गर्दछु र सबैजना अतिथि महानुभावहरू आफ्नो स्थानमा यथास्थितिमा चाहिँ उभिएर राष्ट्रिय गानाको लागि सरिक भइदिनुहोला। सार्वभौम भई फैलिएका मेची महाकाली सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचला वीरहरूका रगतले स्वतन्त्र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। 종교를 나야 다른 거니 그러면 조구사 pandangan di peralatan Kristen shogi legend shogi mau 종교를 나야 그 돈이 몰라 lokten skade skake 어디 가장 크게 그래 정원지 동역에 약간 소막에 강자 옛나 거기 교전당 거지 아니 거기 싸가기 제거 앞에 꾸준히 또 이쪽이 가는 친구 스탠드 그때 수단지 그때 초반 아니 내년 가격이 떼진 학관 중세 남바당 삼년 반반 라주 남바당 대륙이 대 남바당 대당은 내가 중세 마인지 속도 남바당 하는 산에 싸도 강산에 뺏기 온전한 대체 남바 제가 너희들이 안에 같은 힘도 쳐가게 진단 남바당 미망이와 정말 3일까지 되다 잘해주고 सभाध्यक्ष को अनुमतिमा म उहाँको प्रस्तुतिलाई अनुवाद गर्न चाहन्छु। यस डोल्पो समाजको 25औं वार्षिक रजत जयन्ती समारोह तथा उद्घाटन समारोहको प्रमुख अतिथि नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री सुदान त्रिवेदीज्यू, माननीय संघीय सरकारका मन्त्रीज्यूहरू, परम पूजनीय मेन्द्र हिमालयज्यू तथा पायल छोप्रो तथा विशिष्ट विपक्षज्यूहरू, माननीय प्रतिनिधि सभाका सदस्य तथा पूर्व पर्यटन राज्य मन्त्री धनबहादुर बुढाज्यू, लुम्बिनी विकास ट्रस्टका उपाध्यक्ष डाक्टर राजेन लामाज्यू, नेपाल सरकारका सचिव पूजनीय टुल्पो खेम्बो देशे लोपन लामा गुरु तथा जनता समुदायहरू, यस डोल्पो समाजका सहयोगदाता तथा प्रियतमज्यूहरू, उपनिषद नगरपालिकाबाट पाल्नुभएको प्रतिनिधिज्यूहरू, गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष तथा वडाध्यक्षज्यूहरू, पूर्व गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षज्यूहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका विशिष्ट अतिथिज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका अतिथिज्यूहरू, सञ्चारकर्मी तथा यस उद्घाटन समारोहमा उपस्थित सबैलाई म यस डोल्पो सोसाइटीको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना स्वागत व्यक्त गर्न चाहन्छु। मैले सन् 1997 सालमा यस डोल्पो समाजलाई स्थापना गरी मेरो सम्पूर्ण जीवन डोल्पोका जनताको सेवामा समर्पित गर्दै आएको यहाँहरूमा अवगत नै छ। मैले डोल्पो समुदायको विकासका लागि गुम्बा, सामुदायिक भवन, विद्यालय र औषधालयको स्थापना गरी डोल्पोको धर्म, संस्कृति, कला, धार्मिक सम्पदाको संरक्षण, विकास र प्रवर्धनमा आफ्नो प्रयास समर्पित गर्दै आएको हुँ।
राजधानी काठमाडौँमा बसोबास गर्ने छिमेकी हिमाली क्षेत्रका बासिन्दाहरू जस्तै मैले पनि डोल्पो समुदायका लागि विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्न गुम्बा र सामुदायिक हलको आवश्यकता देखेँ। तसर्थ मैले धेरै चुनौतीका बावजुद साबिक गाविस गाउँ विकास समितिका प्रतिनिधि, हाल गाउँपालिकाका प्रतिनिधि, शुभचिन्तक र प्रयोजकहरूको साथ र सहयोगमा यस डोल्पो समाजको गुम्बा र सामुदायिक हल निर्माण कार्य सुरु गरी आजको दिनमा उद्घाटन गर्न पाउँदा मलाई गर्व लागिरहेको छ। विगत 38 वर्षदेखि स्याक्यारी बसेर मैले डोल्पो समुदायको सांस्कृतिक तथा धार्मिक संरक्षणमा विशेष जोड दिँदै यस क्षेत्रमा शिक्षा र स्वास्थ्यको विकास तथा समृद्धिका लागि सधैँ लागि परेका छौँ। हामीले आफ्नो तन मन वचन यही डोल्पो समुदायको विकास र समृद्धिको लागि दिँदै आएको यहाँहरूमा अवगत नै छ। सन् 2014मा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, त्यसपछि सन् 2015-19मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गरिमामय उपस्थितिबाट यस डोल्पो समाजका सहयोगदाता, गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि तथा समग्र डोल्पो क्षेत्रमा शिक्षा, स्वास्थ्य र धर्म संस्कृति संरक्षणमा योगदान रहेका व्यक्ति तथा सङ्घ संस्थालाई सम्मानित गरियो र हाल यस समारोहमा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री सुदान किरातीज्यू पनि यहाँ आउनुभएको छ। यस अवसरमा उहाँले हाम्रो आमन्त्रणा स्वीकार गरे आउनुभएकोमा धेरै खुसी छौँ। डोल्पो समुदायको विभिन्न कार्यक्रमहरूमा विशिष्ट व्यक्तिको गरिमामय सहभागिताले डोल्पो क्षेत्रको विकास र हितमा समर्पित हुन अझै हौसला बढाएका छन्। आजको यस उद्घाटन समारोहमा प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल पाल्नुभने तालिका भए तापनि उहाँको समय अनुकूलता अनुसार विदेश भ्रमणमा जानुपर्ने भएकोले उहाँकै सल्लाह र सुझावमा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक मन्त्री सुदान किरातीज्यू आज हाम्रो प्रमुख अतिथिमा पाल्नु भएको छ। यसको लागि म उहाँ लगायत यहाँ पाल्नुभएका सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। अन्तमा यस डोल्पो समाजको उद्घाटन समारोहमा हाम्रो निमन्त्रणालाई स्वीकार गर्नुभएकोमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदान किरातीज्यू, माननीय ज्यूहरू र सम्पूर्ण विशिष्ट अतिथिगण तथा सहभागीप्रति हार्दिक आभार तथा स्वागत व्यक्त गर्न चाहन्छौँ। धन्यवाद।
यता हेर्नु यता हेर्नु दशा खानाले थाल्नुभयो दशा खाना यो लगाएको सिटियो सर निमा सुन्दर गुरुङ निमाहरूको विगत 3 दशक लामो समयदेखि लोक समाजको संस्थापक तथा कार्यकारी अध्यक्षको जिम्मेवारी वहन गर्नुभई धार्मिक सांस्कृतिक र सामाजिक क्षेत्रका शिक्षाको विकास र प्रवर्धनमा अविस्मरणीय योगदान पुर्याउनु भएको सर्वविदितले छ। यही 2080 सालमा 6 गतेको दिन लोक समाज गुम्बा निर्माण सम्पन्न भई सो गुम्बाको उद्घाटन समारोह र रजत जयन्तीको शुभ अवसरको दिन तपाईँ श्री निमा स्वरूप गुरुङ निमाज्यूलाई सिर्फ सुन्दर गुम्बाको तर्फबाट प्रदान गरेको छ। 2080 सालमा महिनाको 6 गते शनिबार सर यता हेर्नुपर्छ हेर्नुपर्छ ल एकपल्ट यता क्यामेरामा रेडी क्यामेरामा रेडी 1 2 3 अनि गाउँले एउटा गाउँमा के वैज्ञानिक है यहाँ जिला नवा मांगे पक्षियों की ये तो काम ना है ना से पक्षियों निमाय वाला ने गांधे का जो सांसा है वो नाम है इन का वाला तुझ से बने से शामिल जो दो पक्षियों की जो समझ सब हो गया आदरणीय बुवामा दाजुभाइ तथा दिदीबहिनीहरू यस मञ्चबाट शाक्य रिपोर्टज्यू र हिमाल रिपोर्टज्यूलाई मेरो व्यक्तिगत तर्फबाट र सम्पूर्ण डोल्पावासीको तर्फबाट हार्दिक प्रशंसा गर्न चाहन्छु। सिङ्गो गाउँ समाजका दाजुभाइ दिदीबहिनीहरू हिमाल क्षेत्र लगायतका तपाईँ सिङ्गो डोल्पाको समाज जनप्रतिनिधि सरकारी निकायका जसले सहयोग गर्नुभएको छ यहाँहरूप्रति म आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्रीको तर्फबाट र आउनु नसक्नु भएको आदरणीय प्रधानमन्त्रीको तर्फबाट हार्दिक न्यानो तस्बिरले अर्पण गर्न चाहन्छु। यहाँहरूको चाहना सम्माननीय प्रधानमन्त्रीलाई ल्याउने थियो, तर देशको राष्ट्र प्रमुख भइसकेपछि उहाँ विदेश एउटा महत्त्वपूर्ण कार्यक्रममा जानै पर्ने हो। उहाँलाई पनि धेरै आउनु मन थियो, तपाईँहरूलाई ल्याउनु मन भए जस्तै प्रधानमन्त्रीलाई ल्याउनु सक्नु भएन, यो तपाईँहरूको अभाव हो। तर प्रधानमन्त्री आउनु नसकेकोमा म आउन सकेँ, म आउन पाएँ, मेरो चाहिँ सौभाग्य हो। कतै अहभाग कतै सौभाग्य हुँदो रहेछ। कतिसम्म प्रधानमन्त्रीलाई आउनु मन लागेको भने उहाँले जाने बेलामा रातको 2:30 बजी पनि मलाई म आउनु नसक्ने भएको कार्यक्रममा तपाईँले गएर मेरो प्रतिनिधिको रूपमा कार्यक्रम भव्य सफलताको शुभकामना टक्राइदिनु भएको छ भनेको छ, म टक्राउँदै छु। तर पनि ग्रही उपस्थित भएको भए उपग्रह जस्तो त हुँदैन, म त उपग्रह त्यही पनि नेपाल सरकारको प्रतिनिधि भएर यहाँहरूको सामुमा आएको छु। भव्य यत्रो संरचना निर्माण गर्नुभयो, 25 वर्षको अवधि भनेको छोटो अवधि होइन। एक पुस्ता आफ्नो जिन्दगीको सारा समय समाजको निम्ति, समुदायको निम्ति खर्चेर
जसरी तपाईँहरूले यो ठुलो संरचना निर्माण गर्नुभएको छ, यो 25 वर्षमा डोल्पाको खोलामा कति पानी गयो, तपाईँप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। साथै यो पनि नभुलौँ, यत्रो संरचना निर्माण गर्नुभन्दा अगाडि यो नक्सा नापजाप गर्ने इन्जिनियरहरू, पसिना बगाउने मजदुरहरू र विभिन्न संसारको कुना कुनामा बसेर सहयोग पठाउने महानुभावहरूप्रति म हार्दिक सम्मान व्यक्त गर्दछु। र तपाईँहरूसँग सरकार छ, त्यो सरकार भएको कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। मैले पर्यटन मन्त्री भएको दिन, संस्कृति मन्त्री भएको दिन जिम्मेवारी सम्हाल्दाखेरि पहिलो बोली अर्थात् पहिलो सम्बोधन मैले गरेको थिएँ त्यसरी, नेपालको पर्यटन नेपालीपनकै हुन्छ। नेपालीपन भनेको कस्तो हुन्छ भन्दा भव्य नेपालको संस्कृति र नेपालको भव्य प्रकृतिको समायोजनबाट निर्माण हुने नेपालीपनको पर्यटन हुन्छ। त्यो दुनियाँको निम्ति नयाँ हुन्छ, दुनियाँको निम्तिको गन्तव्य हुन्छ, स्थानीय जनताको स्वाद र स्वामित्व सहितको पनि हुन्छ भनेको थिएँ। र यसै कुरालाई विस्तार गर्दै ल्याउँदा नेपालको पर्यटनको 3टा ढोका छ पनि मैले भनेको थिएँ र यो दस्तावेजीकरण म गर्दै पनि छु। नेपालको पर्यटनको ढोका भनेको पहिलो कल्चर, दोस्रो नेचर र तेस्रो एडभेन्चर। यो 3वटा ढोकालाई हामीले खोल्न सक्यौँ भने भव्य एउटा समृद्धिको ढोका हामी खोल्नेछौँ र नेपाल एकचोटि नघुमी नहुने विश्वलाई हामी सन्देश पनि दिनेछौँ। अहिलेसम्म व्यवस्थित हुन सकेन छ, त्यो विभिन्न कारणले। गाडीका बनाएछन् अगाडिका साथीहरूले, बाटै नखनी रहेछन्, हिमखेतीबाट गाडी कुदेर ल्याउने देश नेपाल, रोडै नचाहिने। त्यस्तै पर्यटनको ठुल्ठुलो योजना त भनेछन् तर त्यसको रोडम्याप चाहिँ बनेनछन्। यसपालि म बनाउने पनि छु। अब यो मैले भनेको 3वटा कुराको समाधान चाहिँ अप्पर डोल्पामा मैले नेचर, कल्चर र एडभेन्चर। किनभने सबैभन्दा गहिरो सेफोक्सोन्डी ताल पनि डोल्पामै छ। त्यो प्रकृति भयो। विश्वकै सबैभन्दा पछि जानकारीमा आएको कुगाउँ पनि डोल्पामै, विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको बस्ती धो तराप पनि त्यही छ र यासा गुम्बा पनि डोल्पामा त पाइन्छ। कस्तो राम्रो ठाउँ! नेपाललाई म जसरी एउटा 3वटा लोगोमा ब्रान्डिङ गर्न खोजेको थिएँ, त्यो त मैले अक्सर डोल्पामै देखेँ। त्यस्तो ठाउँमा अब जन्मिनु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूप्रति म नतमस्तक छु। अब संस्कृति कल्चरको कुरा गरौँ। 1000 वर्षभन्दा पुरानो मानिने से गुम्बा पनि त्यही छ। स्थानीयको तिब्बती रहनसहन, भव्य तिब्बती रहनसहन पनि डोल्पामै छ। यो कल्चर भयो। एडभेन्चर चाहिँ यो हो कि विदेशी पाहुनाहरूको रोजाइमा पर्ने विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती त्यहाँ पदमार्ग 5000 मिटरभन्दा माथि पदमार्ग बनाएर 2वटा विश्व प्रख्यात नाकाहरू नगला र बगला भनेको त्यही पर्दो रहेछ। त्यस्ता नाकाहरूमा हामीले एकै दिनमा पार गर्नुपर्ने नाकाहरू एडभेन्चर टुरिज्मको रूपमा निर्माण गर्न सक्यौँ भने साँच्चै नै राम्रो हुन्छ। र सरकारले 2 कुरामा चाहिँ गम्भीरतापूर्वक ध्यान दिनुपर्ने जस्तो मलाई लागेको छ। माथिल्लो डोल्पाको पर्यटक भव्य ल्याउने, पदमार्गबाट आधारभूत
त्यहाँ सूचना र वास्तव व्यवस्था चाहिँ गर्नुपर्ने रहेछ। त्यो मैले तपाईँहरूले कहिले महसुस गरेको छु। र माथिल्लो डोल्पामा भ्रमणबाट लिइने शुल्कको निश्चित प्रतिशत चाहिँ त्यही स्थानीय तहमा विकास गर्ने गरी बजेट छुट्याउनु पर्ने रहेछ भन्ने ढङ्गले एउटा कार्यदल गठन गर्नुपर्छ भन्ने पनि मलाई गहिरो ढङ्गले लागेको छ। अब भनिन्छ काठमाडौँ उपत्यकामा गौतम बुद्धकै समयकालमा लुम्बिनीबाट शाक्यहरू आएर गुम्बा मठ निर्माण गर्नुभएको थियो। अहिले पनि त्यस्ता प्रकृतिको गुम्बाहरू काठमाडौँमा 100 भन्दा बढी छ परम्परागत गुम्बाहरू। गुम्बा भनेको बुद्ध धार्मिक अभ्यास केन्द्र। गुम्बा भनेको बुद्ध धर्मको धार्मिक अभ्यास गर्ने केन्द्रहरू, सामूहिक केन्द्रहरू, सामूहिक जीवन प्रणालीको सफल अभ्यास गरी यो गुम्बा मात्रै त्यतिकै आफ्नो होइन, सामूहिक जीवन पद्धतिको एउटा अनुपम अभ्यास पनि हो। नेपालमा हामीले संविधानमा भने जस्तो समाजवाद गरिने हो भने गुम्बा यो चाहिँ तपाईँको संस्कृति र गौतम बुद्धको यो दर्शनबाट केही न केही कुराहरू सिक्नुपर्छ जस्तो मलाई लाग्छ। सामूहिकता बुद्धको शिक्षाको मुख्य जुन अहिले पनि उत्तिकै अनुकरणीय छ र अझै पनि यसको संसारभरि विकास र विस्तार गर्नुपर्ने जरुरी छ। यस्तो महत्त्वपूर्ण जीवन दर्शन हामीसँग छ र आज पनि म निर्धक्क ढङ्गले एकचोटि भन्छु, यो पवित्र स्थल गुम्बामा उभिएर इतिहासको कठघरामा उभिएर अर्थात् गौतम बुद्धलाई छातीमा साँची राखेर म भन्छु कि बुद्धिस्ट नमान्ने अस्वीकार गर्नेहरू अराष्ट्रिय तत्त्व। किनभने अस्ति पनि मैले भने एउटा कार्यक्रम देशभरि मेरो पुतला जले र म संविधानमा दरोड टेकेर मैले यो कुरा गरेको छु। कुनै पदसँगको सरकार छैन, स्वार्थीसँग पद जोडिएको हुन्छ। मसँग स्वार्थ छैन। म संविधानको व्याख्या गर्दैछु र संविधानको धारामा टेकेर म संस्कृति मन्त्री भएको छु र मैले भनेको छु कि अक्षरशः संविधान म पालना गर्छु। संविधान पालना जब गर्दिनँ म यो पदमा बस्न योग्य हुन्न भनेर मैले शपथ ग्रहण गरेको छु। त्यस कारण म शपथ ग्रहणको आधारमा बुद्धिस्टलाई नमान्ने भने बुद्धिस्टको अस्तित्वलाई नमान्ने, बुद्धिस्टको अस्तित्वलाई नमान्ने, यो अरूको अस्तित्वलाई नमान्ने, अरूको अस्तित्वलाई नमानेपछि झडप हुन्छ, साम्प्रदायिक युद्धहरू सिर्जना हुन्छ। त्यस कारणले हामी युद्ध चाहँदैनौँ, हामी शान्ति चाहन्छौँ। त्यस कारणले संविधानले मार्गदर्शन गरेको गुणबारीमा हामी डुल्न चाहन्छौँ। त्यस कारणले फेरि पनि एकचोटि संसारभरिको मान्छेले सुनोस्, कान खोलेर सुनोस्, यो पवित्र गुम्बामा गएर म भन्छु कि यो खालको तपाईँको चाहिँ हाम्रो विविधतालाई स्वीकार गर्ने ती सबै अराष्ट्रिय हो। हिजो हामीले 240 वर्ष मानेकै हो, एउटा भाषा, एउटा देश, एउटा जाति, एउटा देश मानेकै हो। महाराज तपाईँका के तपाईँका साना जिलापीहरू पनि गाउँमा हिँड्दाखेरि हामी बाटो छोड्थ्यौँ महाराज। अब स्वीकार्य छैन हामीलाई। नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ। लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन महाराज। र महाराजको सबै भिजिलान्टीहरूले सुन्नै पर्छ। 21औं शताब्दीमा कुनै पनि वंशतन्त्र हामीलाई स्वीकार्य छैन। गणतन्त्र फुलबारीमा सबै फुलहरूले फुल्न पाउनुपर्छ, सबै फुलहरूले हाँस्न पाउनुपर्छ। त्यही हो प्रजातन्त्र, त्यही हो लोकतन्त्र, त्यही हो तान्त्रिक गणतन्त्र। त्यस कारण आज पनि अनि र भोलि पनि फेरि भन्दैछु, एउटा हिन्दू धर्मको कार्यक्रममा जाँदै, कार्यक्रम होइन, हिन्दू विश्वविद्यालय निर्माणको म सक्कम प्रतिवेदन भोलि बुझ्दैछु। त्यहाँ पनि म यही कुरा तर पत्रकार साथीहरूलाई जे चाहेको त्यही मात्रै काटेर बिक्री चाहिँ नगरिदिनु होला। बजारमा मेरो भावनाको कुरा जनतासँग पुर्याइदिनु होला भन्ने कुरा पनि म गम्भीरताका साथ अनुरोध अपिल गर्न चाहन्छु।
अब यस्तो भव्य कार्यक्रम छ, सुन्दर सांस्कृतिक प्रस्तुतिहरू, मलाई छोडेर जानु मनै छैन। खास भन्दा यही बस्नु मन छ। तर अब अहिलेको समयमा काम गर्ने समयमा अहिले काम गरिन भने कहिले काम गर्नु? यस्तै शनिबारको दिन धेरैवटा कार्यक्रमहरू हुन्छन्। धेरैवटा कार्यक्रममध्ये अझै पनि मैले 2टा कार्यक्रम थप्नु हुनाले यहाँहरूसँग म विन्ती गरेर दशौँलाई जोडेर भन्न चाहन्छु कि सम्पूर्ण समय म यहाँ बस्नु नसक्ने भए र मेरो कुरा राखिसक्नु बित्तिकै यतैबाट यहाँसँग बिदा मागेर जाने अनुरोध पनि म यहाँसँग गर्न चाहन्छु। त्यस कारणले अब म संक्षिप्तमा 2-3वटा कुरा भनेर मेरो भनाइरहन गर्न चाहन्छु। हामी पर्यटनमा फड्को हान्ने निम्ति रणनीतिक योजनाहरू हामीले सोच्दैछौँ, निर्माण गर्दैछौँ। केही दिनभित्रबाट हामी बुझ्ने गर्छौँ। विमानस्थल सञ्चालन, निर्माण र व्यवस्थापनको निम्ति अब हामी भैरवा, पोखरा, काठमाडौँ र हामीलाई चाहिने अर्को नयाँ विमानस्थल सहित निर्माण गर्ने प्याकेजको कार्यक्रमसँग हामी PPP मोडलमा अब हामी जाँदैछौँ र जाने गर्छौँ। अबको 10 वर्ष पछाडि हामीले 35 लाख पर्यटक ल्याउने हाम्रो लक्ष्य छ। पर्यटनबाट हामीले आर्थिक समृद्धि निर्माण गर्नुपर्ने छ। त्यस कारणले त्यो 35 लाख पर्यटक ल्याउनको निम्ति यस्ता घिसेपिटे तरिकाले अब हामीले एयरपोर्टहरू चलाएर व्यवस्थापन गरेर हामी तपाईँको चाहिँ भित्तले सिनहरू जस्तो रुँदेर बस्न सक्दैन। केही न केही जोखिम, केही न केही फड्को हाम्रो नै छ। एक हामी यो गर्छौँ र यसको निम्ति अध्ययन समिति अब चाँडै हामी बनाउँदैछौँ। दोस्रो कुरा, हाम्रो देशको गौरव वायु सेवा निगम यही व्यवस्थापनबाट अब चल्दै, यही व्यवस्थापन अझ सुदृढ गर्नुको निम्ति हामी वायु सेवा निगमलाई पनि हामी करार व्यवस्थापनको निम्ति अगाडि बढाउने हामीले एउटा अध्ययन कार्यबल बनाउँदैछौँ। यो तरिकाले हामी यो क्षेत्रमा जाँदैछौँ र पर्यटन यही आर्थिक वर्षमा हामी पर्यटन गौरवको क्षेत्रहरू पहिचान गरी घोषणा गर्नेछौँ। यहाँ पर्यटन दशक भनेर मात्रै हुँदैन, पर्यटन दशकलाई पुरा गर्नुको निम्ति त्यसका निश्चित स्किमहरू, त्यसका योजनाहरू, कार्यक्रमहरू चाहिन्छ। त्यस कारणले हामी त्यस्तो क्षेत्रहरू घोषणा गर्नेछौँ र पर्यटनका सूत्रहरू निर्माण गर्नेछौँ। हामीसँग अहिलेसम्म सूत्र भयो, अनि कसैले हिसाब नै छ, सूत्र निर्माण नगर्ने, हिसाब मिलाउनु खोज्ने हामी भयौँ। त्यस कारणले पर्यटनको क्षेत्रमा हामी केही सूत्रहरू निर्माण गर्न खोज्दैछौँ र संस्कृति नीति हामी निर्माण गर्छौँ, अब चाँडै गर्छौँ। त्यसको निम्ति मस्यौदा तयार भइसकेको छ र पर्यटन ऐन संशोधन गरेर साँच्चै हामी एक समृद्ध नेपालको जनता गर्न चाहन्छौँ। पर्यटनबाट त्यो सम्भव छ र सम्माननीय प्रधानमन्त्री आज नेपालको प्रतिनिधित्व गरेर, नेपालको नेतृत्व गरेर आज असम राष्ट्रहरूको एउटा शिखर बैठकमा जानुभएको छ। उहाँ आइसके पछाडि यो कार्यक्रमलाई हामी अगाडि बढाउनेछौँ। अहिलेको हाम्रो एउटै मात्रै प्रधानमन्त्रीको पनि सपना हो देशलाई समृद्धिको झल्काउने, शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने र हामीले हिजो गरेका सम्झौताहरू अक्षरशः पालना गरेर हामी जिन्दगीबाट हामी मुक्त हुने भन्ने नै छ। र यो यत्रो भव्य कार्यक्रममा जहाँसम्म यहाँहरूले प्रमुख अतिथि बनाएर भुल ल्याउनु भएको छ, भुलको बदला यो देशलाई, जनतालाई कुनै दिन पनि हुँदा चाहिँ मेरो भनाइ अन्त गर्दछु। धन्यवाद।